हेलो सबैजनालाई नमस्ते एन्ड गुड मर्निङ। मेरो नाम बिन्दा गुरुङ हो। हजुरहरूलाई मेरो सानो ब्लगमा स्वागत छ। मेरो चाहिँ हमेसा 5 बजे नै उठ्नुपर्ने हुन्छ, किनकि छोराको मर्निङ क्लास हुने गर्दछ। अनि छोरालाई यताउता गरेर 6 बजीसम्म पठाइसक्छु। त्यसपछि फेरि मेरो हुन्छ घरको कामकाज, हल्का रुमसुम मिलाउने। अनि त्यसपछि सासु ससुराहरू माथि बस्नुहुन्छ माथि कोठामा, अनि उहाँको लागि ब्ल्याक टी तयार गर्नुपर्ने हुन्छ। त्यही भएर अब म चाहिँ ब्ल्याक टी बनाउनुतिर लागेँ। बिहान बिहान चाहिँ मैले ब्ल्याक टी दिने गर्छु, किनकि उहाँलाई अलिकति ग्यास्ट्रिकको प्रब्लम छ। त्यही भएर ब्ल्याक टी चाहिँ बेस्ट हुन्छ बिहानको लागि। सो हल्का लेमन ग्रास सुकिराखेछ। अनि त्यसपछि म करी पत्ता नै एकदम राम्रो लाग्छ। मेरो ससुराबा चाहिँ मेरो मामा हो, त्यही भएर चाहिँ मैले उहाँलाई चाहिँ मामा फुपू भनेर नै बोलाउने गर्दछु। उहाँहरूलाई चाहिँ ब्ल्याक टी चाहिँ चाहिन्छ। उहाँहरू चाहिँ पहिला गाउँतिरै बस्नुहुन्थ्यो, अहिले चाहिँ कति 3 वर्ष जति भयो होला मसँग बस्नु थाल्नु भएको। रिजन चाहिँ के हो भने नि फुपू एकदमै सिरियस बिरामी हुनुभएको थियो। त्यो कारण चाहिँ उहाँहरू चाहिँ अहिले मसँगै बस्नुहुन्छ। दुईजनै एकदमै बिरामी हुनुहुन्छ, मतलब धेरै दबाईहरू खानुहुन्छ। त्यही त बुढाबुढी भइसकेपछि दुनियाँको रोग लाग्छ, मेडिसिन एकदम धेरै खानुहुन्छ। बिहानीको सबै काम सकिसक्यो। अब आफ्नो लागि टाइम निकाल्नु पर्यो। म बिहान चाहिँ यो टीहरू चाहिँ लिने गर्दिनँ, त्यही भएर 1 कप हट वाटर, अनि त्यसपछि बारदलीमा बसेर सनराइजको आनन्द 5 मिनट्स, एटलिस्ट 5 मिनट्स अपने आपलाई दिन चाहन्छु। केही सोच्न चाहन्छु फ्युचरको बारेमा, आफ्नो बच्चाहरूको बारेमा, यताउता। अनि सङ सुन्छु एकदम रिल्याक्सिङवाला, रिल्याक्स भएर बस्नु मन लाग्छ एकछिन 5 मिनट्स चाहिँ। त्यसपछि त फेरि त्यही त हो नि।
जाडोको मौसम छ, सबैलाई घाममा बसेर खानु मन लाग्छ। मलाई नि एकदम राम्रो लाग्छ घाममा बसेर खानलाई। अनि कोही बाहिर छ, कोही भित्र खाँदैछन्। अनि म चाहिँ लन्च खाएर चाहिँ आफ्नो बेकरी क्लासको लागि हिँडेँ साथीहरू। अनि लिफ्ट मागेँ आफ्नो बुढालाई। अनि त्यसपछि बिच बाटोमा चाहिँ म सानो बहिनीसँग भेटेँ। अनि त्यसपछि हामी गएँ बेकरी क्लासतिर। धेरै टाढा त थिएन, नजिकै हो। बेकरी क्लासमा पिज्जा खानु पाएँ, यति टेस्टी थियो नि, तातो तातो। अनि हाम्रो चाहिँ आज बेकरी क्लासमा कुकिज थियो। अनि आज हामीले कुकिज बनाए डिफ्रेन्ट फ्लेभरको, बहुत ही टेस्टी थियो। अनि कुकिज बनाएर हामीले घरमा पनि लिएर आयो। छोरा स्कुलबाट आइसक्यो। के भयो भनेको दाँत हाल्नु पऱ्यो बङ्सिम सोरी च्याथुङ पर्ला के भएको? त्यो तल झरेको रहेछ कि कसरी उ भयो अहिले लगाउन दिएको जेन। हजुरले के भनिसियो? पारा पारा कान्छु ओए चल उठ, चल उठ, पढ्नु पर्यो नि त कान्छु, एक्जाम छ। भोलि पर्छ भोलि बिदा छ। चल उठ भोलि बिदा छ भने उठ। बन्तरुल के यस्तो के लाग्यो रहेछ भनेर उनीहरूले यस्तो चुलचुल त्यो पकाएर पढाउ धुनुले नै गाह्रो हुन्छ त। अनि मैले बनाएर ल्याएको कुकिज हो। मिठो छ? बुहारी शीतकला रोजगारी चाहनु छ? मिठो छ, भुलेको छ। नरम छ। दिउँसोदेखि कस्तो हेडेक भइरहेको थियो। दबाई खाएको त थियो तर केही असरै पारेन। फेरि खाना खाएर फेरि एकचोटि राति फेरि दबाई खाइदिउँ भनेर कस्तो माइग्रेन भएको कि क्या हो, फर्स्टै टाउको दुखिरहेको थियो। नेक्स्ट ओके साथीहरू, आजलाई यति नै। भोलि भेटौँला। हजुरहरूको माया सपोर्टको आवश्यकता छ, प्लिज गरिदिनु होला। धन्यवाद।